हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज म तपाईहरुलाई एउटा कुकिङको भिडियो लिएर आएको छु। त्यो कस्तो लाग्छ हेर्दै जानु होला। राम्रो लागे कमेन्ट, लाइक, कमेन्ट, शेयर गरिदिनु होला। यहाँ हेर्दै जानुस्। यो चाहिँ नि मैले चामल पुरा धुलाइ गरेर रेडी राखेको छु। यो हो दाल अनि यो हो आलु। एकैचोटी आज चाहिँ नि म एउटै कुकरमा एक बारमा दाल आलु हालेर पकाएर देखाउने छु तपाईहरुलाई। यो दाल चाहिँ दाल भइगयो, आलुको चाहिँ चटनी। टाइम छैन, सर्ट टाइममा घरमा बुढी नभएको बेलामा चाहिँ नि सर्ट टाइममा बनाएर कसरी खाने हो त्यो तपाईहरुलाई देखाउने छु। यो चाहिँ मैले अब आलु धुलाए, यो 4 वटा भइहाल्छ मलाई यो चटनीको लागि। यो चाहिँ नि भयो यहाँ दाल धुलाएर बाटीमा ठिक्क, पानी बेसी पनि हैन कम्ती पनि हैन, ठिक्कै हिसाबले हाले। त्यसको बादमा यो हल्दी, अलिकति हल्दी हाल्दै, दालमा त हल्दी हाल्नै पर्यो। त्यहाँबाट निमक, कहाँ छ निमक। यो हल्दी, नमक। त्यहाँबाट अब चाहिँ नि ल यसको ढक्ना आइहाल्छ। कुकर इज रेडी फर कुकिङ। ग्यास जलाएर कुकर बसाइदिए। अब हेर्दै जानुस् कस्तो के हुन्छ। कुकरमा बसालिदिएको छु। च्यास गर्दैछ। कुकर चाहिँ नि इग्नोर गर्नु होला, कालो छ कुकर। सफाइको अभावले गर्दाखेरि यस्तो हो यो कुकर। कुकर चाहिँ नमाइदिए, अब कुकर चाहिँ नमाइदिए पाकिहाल्छ। यहाँ चाहिँ नि त्यो आलु हालेर चटनी बनाउनको लागि निमक र खुर्सानी रेडी छ पिसेर। अब त्यो ग्यास ठन्डा हुने बित्तिकै यो खोल्यो, हाल्यो, चटनी पिस्यो, खायो हुन्छ। यसरी पाक्यो। तर यो पानी बेसी भएर अलिक यता बाहिर पनि गिरेछ र भात पनि अलिक पहेँलो देख्यो। तर केही हैन, मोलेर त एकै जग्गा मोलेर खाने हो। अब निकाले। यो भयो दाल, तर अलिक गरम पानी यसमा थप्नुपर्छ। अनि आलु तल छ। आलु पिटिका चटनी रेडी, यता दाल रेडी, यहाँ भात रेडी। ल है, अब मैले चाहिँ नि स्टार्ट गर्न थालेको सर्टकटमा बनाएको खाना। कस्तो लाग्यो गाइज भन्नु होला। थ्याङ्क यू, बाई बाई।